यहाँहरूलाई यो प्रविधि च्यानलमा हार्दिक स्वागत छ। आज चाहिँ हामीले कहिलेकाहीँ फेसबुक पेज कुनै पर्पजका लागि चाहिँ क्रिएट गर्छौँ, तर सुरुमै लाइक र फलो त आउँदैन। हामीले त्यही भएर आफ्नो मेन प्रोफाइलका साथीहरूलाई इन्भाइटेसन गऱ्यौँ भनेदेखि हाम्रो चाहिँ फलोवर बढ्ने सम्भावना बढी हुन्छ। अब आफ्ना साथीहरूलाई आफूले क्रिएट गरेको फेसबुक पेज लाइक गर्न, फलो गर्न कसरी इन्भाइटेसन गर्ने त भनेर म देखाउँदैछु। आज आउनुहोस् सुरु गरौँ। ल म यहाँ मेरो फेसबुकमा आएको छु। अब यसको हामी चाहिँ कहाँ जानुपर्छ त भन्दाखेरि अब आफ्नो फेसबुक पेज जहाँ छ त्यहाँ जानु पर्यो हैन। म यहाँ जान्छु। अब यहाँनिर चाहिँ यस्तो गरेपछि यहाँ आफ्नो फेसबुक पेजहरू देखाउँछ। अहिले मेरो यहाँ एउटा मात्रै पेज छ, लर्न केमिस्ट्री विथ एमसीके। अब यसकै लागि चाहिँ म इन्भाइटेसन पठाउँछु साथीहरूलाई। अब म यहाँ क्लिक गर्छु। अब यसपछि म मेरो प्रोफाइलमा क्लिक गर्छु हैन। अब यहाँ फेरि 3 डट छ, यहाँ क्लिक गर्छु। यो 3 डटमा छ यहाँ इन्भाइट पिपल टु कनेक्ट हो। अब यहाँनिर चाहिँ दुईटा मेथड छ हैन। एउटा इन्भाइट फ्रेन्ड्स छ, यो भने चाहिँ स्विच इन्टु योर मेन प्रोफाइल टु इन्भाइट फ्रेन्ड्स टु लाइक अर फलो योर पेज भने चाहिँ यहाँ स्विच गरेपछि अनि फलो रिक्वेस्ट वा त्यो इन्भाइटेसन पठाउन मिल्छ। अनि अर्को चाहिँ कपी लिङ्क गर्यो भने प्रोफाइलको लिङ्क कपी हुन्छ। यहाँबाट चाहिँ हामीले लिङ्क चाहिँ पर्सनल्ली वा चाहिँ मेसेन्जरमा वा अरू कुनै माध्यमबाट हामीले लिङ्क पठाउन सक्छौँ। मलाई चाहिँ त्योभन्दा अर्को मेथड सजिलो के लाग्छ भने यो इन्भाइट फ्रेन्ड्स वाला चाहिँ सजिलो लाग्छ। अब म यहाँ गर्छु स्विच। अब मेरो मेन प्रोफाइल स्विच हुन्छ। अनि यहाँबाट सेलेक्ट अल। अब भएका मध्ये यहाँबाट चाहिँ बढीमा चाहिँ तपाईँको 1000 जनासम्मलाई चाहिँ पठाउन मिल्छ। मैले चाहिँ अरूलाई पठाइसकेँ हुनाले अब जम्मा 139 लाई भनेको छ। म यो सेलेक्ट अल गर्छु। अब सेन्ड इन्भाइट्स, मैले पहिला नै अरूलाई पठाइसकेँ हुनाले अब 139 जना मात्रै बाँकी भएको हो है। ल सेन्ड इन्भाइट्स गरिदिन्छु, कन्टिन्यू गर्छु, फेरि त्यसमा आउँछ। अब यसबाट चाहिँ म यो मेरो पेजमा छु हैन। अब यसमा अर्को मेथडबाट पनि गर्न सकिन्छ। इन्भाइटेसन लिङ्क पठाउन चाहिँ त्यो ठाउँमा पुग्न सकिन्छ। जस्तै के गर्न सकिन्छ भने यो 296 फलोवर्स भन्ने ठाउँमा क्लिक गर्यो भने यहाँनिर चाहिँ फलोवर्स देखाउँछ। अब यहाँनिर चाहिँ हामीले इन्भाइट अदर्स गर्यो भने ल यहाँबाट पनि फेरि हामी 23 मा पुग्छौँ। अब यसमा आइसकेपछि जस्तै हामीले कपी लिङ्क गर्यो भने चाहिँ पेजको लिङ्क कपी हुन्छ। अब त्यो हामीले कसलाई सेन्ड गर्ने त्यो लिङ्क पठाउन सक्छौँ वा सेयर गर्न सक्छौँ।